नमस्कार साथीहरू। आज म यो कोशी प्रदेश लोकसेवा आयोगले लिएको खापा सर्टीको इक्जाम मिति 2082 9 महिना 21 गते लिएको इक्जामको म सोल्युसन गर्न गइरहेको छु। ध्यान दिएर सुन्नुहोला, हेर्नुहोला र बुझ्नुहोला। म एकदमै बुझाउने प्रयास गर्नेछु हजुरहरूलाई। मसँग की बी छ। ल म सुरु गर्न गइरहेको छु, हेर्नुहोला। क्वेसन नम्बर 1 मा छ, सहरी क्षेत्रमा खानेपानी आयोजना सामान्यतया कति वर्षलाई डिजाइन गरिन्छ भनेको छ। सहरी क्षेत्रमा भनेपछि साथीहरू 20 वर्ष हुन्छ, 25 वर्ष हुन्छ, 25 वर्ष हुन्छ। ग्रामीण खानेपानी आयोजनामा भनेपछि 15 देखि 20 नर्मल्ली 20 वर्ष लगिन्छ भने सहरी एरियामा चाहिँ, सहरी क्षेत्रमा चाहिँ डिजाइन अवधि यसको चाहिँ 25 वर्ष लगिन्छ। अनि क्वेसन नम्बर 2 मा छ, फर्स्ट फ्लस कुन पानी सङ्कलनमा प्रयोग हुने संरचना हो भनिएको छ। फर्स्ट फ्लस चाहिँ हामीले चाहिँ यो बर्सातको पानी सङ्कलनमा हामीले लिने गरिरहेको हुन्छौँ। बर्सातको पानी सङ्कलन यो भूमिगत पानीमा हुँदैन, सतही पानीमा हुँदैन। यो बर्सातको पानीमा चाहिँ हामीले जुन गटरबाट आएको पानीलाई चाहिँ पहिला फर्स्ट फ्लस गर्छौँ अनि त्यसपछि हामी ट्रिटमेन्ट प्रोसेसतिर जान्छौँ। त्यो भएर बर्सातको पानी हुन्छ। क्वेसन नम्बर 3 मा छ, नेपाल सरकारको नीतिअनुसार सबै जनतालाई खानेपानी पुर्याउन कुन कुरालाई प्राथमिकता दिएको छ भनेर भनिएको छ। अहिले चाहिँ नेपाल सरकारको नीतिअनुसार चाहिँ एक घर एक धारा खानेपानी आयोजना खानेपानी पुर्याउने चाहिँ कुरालाई प्राथमिकता दिएको छ। र क्वेसन नम्बर 4 मा छ, खानेपानी आयोजना निर्माण गर्दा ट्याङ्कीहरू कुन क्रममा राखिएको हुन्छ भनेको छ। ट्याङ्कीहरू चाहिँ इन्टेक, डिस्ट्रिब्युसन ट्याङ्क, सेडिमेसन ट्याङ्क, रिजर्भर ट्याङ्क यो चाहिँ हुँदैन। इन्टेक, सेडिमेसन ट्याङ्क, डिस्ट्रिब्युसन ट्याङ्क र रिजर्भ ट्याङ्क यो पनि हुँदैन। किनभने हाम्रो चाहिँ इन्टेक पछि सेडिमेसन ट्याङ्क अनि त्यसपछि रिजर्भर ट्याङ्क अनि त्यसपछि डिस्ट्रिब्युसन ट्याङ्क आउँछ। त्यो भएर यसको सही एन्सर चाहिँ के हुन्छ भने सी हुन्छ। 10 kg/cm² को एचडिपी पाइप प्रयोग गर्दा पाइपलाइनमा कतिभन्दा बढी चाप नहुने गरी प्रेसर ट्याङ्की राख्नुपर्छ भनिएको छ। अब जस्तो हाम्रो 10 kg/cm² भनेपछि यो चाहिँ 100 मिटर चाहिँ यसले चाहिँ प्रेसर लिन सक्छ। यसको क्षमता 100 मिटरको हुन्छ। त्यो भएर यसको चाहिँ के हुन्छ त सी हुन्छ। अनि 10 kg/cm² को पाइप हामीले प्रयोग गरिरहेछौँ भने खानेपानी आयोजनामा हामीले चाहिँ 100 मिटरको अन्तरालमा के त बिपिटी राख्नुपर्छ है, कि त आइसी राख्नुपर्छ। डिस्ट्रिब्युसन लाइनमा भए बिपिटी राख्ने प्रेसर कम गर्नको लागि, र ट्रान्समिसन लाइनमा भए के त हामीले आइसी राख्ने ट्रान्समिसन लाइनमा, र अनि डिस्ट्रिब्युसन लाइनमा बिपिटी राख्ने। 60 मिटर 6 kg/cm² भनेको 60 kg हुन्थ्यो, 60 मिटर हुन्थ्यो, र 10 kg/cm² भनेको 100 मिटरको हामीले के त अन्तरालमा बिपिटी राख्नुपर्छ। 6 नम्बरमा छ, सेवा प्रदायकले वितरण गरेको पानीको गुणस्तर स्वीकृत मापदण्ड अनुरूप छ छैन भनी सेवा प्रदायक आफैले नियामक निकायबाट गरिने खानेपानीको गुणस्तर अनुगमन कार्यलाई के भनिन्छ भनेको छ। यसमा चाहिँ साथीहरू अप्सनमा छ खानेपानी गुणस्तर संरचनाको अनुगमन, खानेपानी गुणस्तर निगरानी, खानेपानी गुणस्तर निगरानी, बी र सी दुवै भनेको छ। यसको सही एन्सर हुन्छ साथीहरू यो खानेपानी गुणस्तर सञ्चालन अनुगमन हुँदैन अनि खानेपानी गुणस्तर निगरानी पनि हुँदैन। यसको चाहिँ के हुन्छ भने खानेपानी गुणस्तर परिपालन अनुगमन हुन्छ। अब बी र सी हुने कुरा भएन। 7 नम्बरमा छ, फेरोसिमेन्ट ट्याङ्की बनाउनमा कुन अनुपातमा मसला प्रयोग गरिन्छ। फेरोसिमेन्टमा जहिले पनि साथीहरू 1:2 हुन्छ। 1:2 को रेसियोमा हामीले प्लास्टर गर्नुपर्छ। र पानीको भित्री ट्याङ्कीको भनेको भने सिलिङको भन्यो भने 1:3 हुन्छ।
एक 4 हामीले सामान्यतया मसलामा प्रयोग गरिन्छ र फेरोसिमेन्ट ट्याङ्कको लागि भनेपछि 1:2 रेसियो प्रयोग गरिन्छ। 8 नम्बरमा छ जनसङ्ख्याको आधारमा 2 वा 2 भन्दा बढी ट्याङ्कीहरूमा पानी आपूर्ति गर्न वितरण लाइनमा निर्माण गरिने संरचनालाई के भनिन्छ भनेर भनिएको छ। अब 2टा समुदायमा हामीले पानी वितरण गर्नु छ भने त्यो ठाउँमा हामीले के त डिस्ट्रिब्युसन ट्याङ्क च्याम्बर राख्नुपर्छ। राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड 2079 अनुसार खानेपानीमा इक्वली भनेको साथीहरू जहिले पनि 0 हुन्छ। यसको सही आन्सर डी हुन्छ। तलका मध्ये कुन रोगको प्रयोगबाट कुन पानीको प्रयोगबाट वाटर बोर्न फैलिने रोग होइन? वाटर बोर्न डिजिज कुन होइन भनिएको छ? वाटर बोर्न डिजिज भनेको रोटाभाइरस हो, टाइफाइड हो, हेपाटाइटिस हो। यो आँखामा लाग्ने टोर्कोमा साथीहरू यो वाटर बोर्न डिजिज होइन, यो वाटर वास डिजिज हो। त्यो भएर चाहिँ कुन होइन भनिएको छ भने सही आन्सर यसको के हुन्छ त डी हुन्छ। क्वेसन नम्बर 11 मा फलो कन्ट्रोल फिटिङ आर युज टु भनिएको छ। यसमा चाहिँ डेकोरेट द बाथरुम, बीमा छ रेगुलेट द फ्लो अफ वाटर इन द पाइपलाइन, सीमा छ जोइन टु पाइप टुगेदर, इन्क्रिज द पाइप साइज। यसको चाहिँ यो हुन्छ साथीहरू रेगुलेटिङ हुन्छ। रेगुलेटिङ बल प्रयोग गरिन्छ हामीले चाहिँ। क्वेसन नम्बर 12 मा वर्षातको पानी मात्रा व्यवस्थापन गर्ने उद्देश्यले निर्माण गरिएका प्रणालीलाई के भनिन्छ भनेको छ। वर्षातको पानी भनेपछि साथीहरू यसको सही आन्सर चाहिँ बी हुन्छ। बी हुन्छ। सेनिटरी हुँदैन, आंशिक संग्रहण यो पनि हुँदैन, यो कम्बाइन्ड स्योर पनि हुँदैन। वर्षातको पानी चाहिँ के त सतही ढल प्रणाली हुन्छ। अनि क्वेसन नम्बर 13 मा कुन क्रियाकलापमा व्यक्तिगत सरसफाइ पर्दैन भनेको छ। यो त नर्मल्ली यो खाना छोप्ने चाहिँ परेन। भूमिगत पानीको पुनर्भरण हुने अवस्था भनेपछि अब वर्षातको तलाउमा जम्मा भएको पानी र अनि खोला वा नदी समुद्रमा जमिन मुनि छिरेको पानी र कृत्रिम रिचार्ज पिटबाट सङ्कलित पानी यो सबै हुन्छ साथीहरू। सबैबाट चाहिँ हामीले के त पुनर्भरण गर्न सकिन्छ, रिचार्जिङ गर्न सकिन्छ। पाइपलाइनको सबैभन्दा अग्लो स्थानमा राखिने भल्भ कुन हो भनेको छ साथीहरू। यो एयर भल्भ हुन्छ। गेट भल्भ हुँदैन। वास आउट सबैभन्दा तल राखिन्छ। ग्लोबल प्रेसर नियन्त्रणको लागि राखिन्छ भने सबैभन्दा अग्लो स्थानमा राखिने भनेको चाहिँ यो यहाँ दिएको भल्भहरू मध्ये के हो त एयर भल्भ हो। त्यो भएर यसको सही आन्सर बी हुन्छ। क्वेसन नम्बर 16 मा सिमेन्टको काममा प्रयोग हुने पानी कस्तो हुनु पर्दछ भनेको साथीहरू। खोलाको जस्तो सुकै पिउने पानी, मूलको पानी, फोहोर नदेखिने पानी भन्दा पनि सबैभन्दा पनि उपयुक्त पानी के हुन्छ त पिउन लायक पानी। पाइपलाइनमा हुने पानी तथा हावा लिकेज पत्ता लगाउन प्रयोग गरिने सेन्सर डिभाइसलाई के भनिन्छ भनेको छ। यसको सही आन्सर चाहिँ सी हुन्छ। प्रेसर गज हुन्छ साथीहरू। किनभने यो हावा र पानीको चाहिँ लिकेज पत्ता लगाउन चाहिँ यो लिक डिटेक्टरले काम गर्छ। प्रेसर गज भनेको चाहिँ हावामा चाहिँ हावा र प्रेसर गज भनेको चाहिँ धेरैजना साथीहरू कन्फ्युज हुनुहुन्छ प्रेसर गज र लिक डिटेक्टरमा चाहिँ। यसमा चाहिँ प्रेसर गज हुँदैन साथीहरू, लिक डिटेक्टर हुन्छ। पत्ता लगाउन लिकेज हावा र पानी लिकेज पत्ता लगाउन भनेपछि लिक डिटेक्टर हुन्छ। यसले आन्सरमै दिएको छ लिक भनिएको छ। यसले चाहिँ डिटेक्टर गर्छ, पत्ता लगाउँछ। र प्रेसर गज भनेको चाहिँ मात्रा पत्ता लगाउने हो है साथीहरू, बुझ्नु होला। यो क्वेसन नम्बर 18 मा छ फ्लोट बल्ब कहाँ राखिन्छ भनेको छ। फ्लोट बल्ब जहिले पनि हामीले के त सक्सन पाइपको तल राख्ने गरिरहेको हुन्छौँ ट्युबवेलमा। सार्वजनिक शौचालयमा निर्माण गर्दा कतिवटा कम्पार्टमेन्ट बनाउनु पर्छ भनेको छ। पुरुष कम्पार्टमेन्ट, महिला कम्पार्टमेन्ट र अपाङ्ग कम्पार्टमेन्ट हुन्छ। 2टा कम्पार्टमेन्ट त जसरी पनि हुन्छ साथीहरू, तर यहाँ के त अपाङ्ग पनि इन्क्लुड गरिएको छ र यसको अल अफ द एबभ हुन्छ, माथिको सबै हुन्छ। घरबाट निस्केको फोहोर पानी व्यवस्थापन गर्न के गर्नु पर्दछ भनेर भनिएको छ साथीहरू। घरबाट निस्केको फोहोर पानी चाहिँ सिधै खोलामा फाल्ने, सोकपिटमा पठाउने, सेप्टिक ट्याङ्कमा पठाउने र माथिका सबै भनिएको छ। अब सिधै खोलामा फाल्ने हुँदैन र अनि सेप्टिक ट्याङ्कमा पठाउने पनि हुँदैन र यसको सही आन्सर चाहिँ सोकपिटमा पठाउने हुन्छ। सेप्टिक ट्याङ्कमा त हामीले चाहिँ दिसा पिसाब जम्मा गर्ने हो। सोकपिटमा हामीले के त पानी पठाउन मिल्छ। पाइपभित्र 22-21 मा चाहिँ पाइपभित्र पानीको बहाव 90 डिग्री घुमाउन कुन फिटिङ प्रयोग गरिएको हुन्छ।
अब भनेको छ यसको चाहिँ 90 डिग्री घुमाउनुको लागि चाहिँ हामीले यहाँ चाहिँ एल्बो प्रयोग गर्छौँ। एल्बो 90 डिग्रीको लागि। र युनियन चाहिँ हुँदैन। युनियन चाहिँ दुईवटा विपरीत दिशातिरबाट आएको पाइपलाइनलाई जोड्ने हुन्छ। सकेट भन्ने हुँदैन। सकेट चाहिँ के हुन्छ भने पाइपको लम्बाइ बढाउने र पाइप जोड्न सिधा पाइप जोड्नलाई प्रयोग गरिन्छ। र ब्यान्ड भनेको यो चाहिँ यो 45 डिग्री र 22 डिग्रीमा पाउँछ। ब्यान्ड चाहिँ 90 डिग्री घुमाउन भनेपछि यसको सही आन्सर चाहिँ एल्बो हुन्छ। 22मा छ M15 कङ्क्रिटमा सिमेन्ट बालुवा र गिट्टीको अनुपात कति हुन्छ भनेपछि M15 कङ्क्रिटमा चाहिँ हाम्रो चाहिँ 1 2 4 1 सिमेन्ट 2 बालुवा 4 गिट्टी हामीले के त प्रयोग गर्छौँ। अब M20 भनेपछि D हुन्छ 1 1.5 3। क्वेसन नम्बर 23 मा चाहिँ प्लम्बिङ सामग्री छनौट गर्दा कुन कुरामा ध्यान दिनुपर्छ भनिएको छ। मूल्य, गुणस्तर, स्थायित्व र वातावरणीय प्रभावमा अनि रङ्गमा, पाइपको लम्बाइमा। हामीले चाहिँ प्लम्बिङ कार्यमा चाहिँ सामग्रीहरू छनौट गर्दाखेरि हामीले के त गुणस्तर, स्थायित्व, वातावरणीयमा प्रभाव। 24मा सुलभ एवं 2 खाल्टे चर्बीमा खाल्डोहरू जोड्न कति साइजको पोलिथिन पाइप प्रयोग गरिएको हुन्छ। हामीले साथीहरू 100 देखि 110 mm सम्मको पाइपहरू हामीले के त चर्पीको लागि प्रयोग गर्छौँ। सोइल पाइप भन्छ त्यसलाई। त्यो सोइल पाइप अहिले हाम्रो एन्सर यहाँ चाहिँ यो कन्डिसन अनुसार चाहिँ 110 mm हुन्छ। 100 mm देखि 110 mm सम्मको पाइप हामीले के त प्रयोग गर्न सक्छौँ। 4 इन्चको पाइप हुन्छ। 25मा छ फर्किन नदिने भल्भ, नन रिटर्न बल्बको प्रयोग कहाँ हुन्छ भनेर भनेको छ। पम्पिङ प्रणालीमा पम्पभन्दा केही अगाडि, पम्पिङ प्रणालीमा पम्पभन्दा केही पछाडि, वितरण लाइनमा, बल्क मिटरभन्दा अगाडि। ए र सी दुवै भनेको छ। यो बी हुन्छ साथीहरू, पछाडि राखिन्छ। 10 केजी पर cm स्क्वायर पोलिथिन पाइप कुन रङको धर्का लगाइएको हुन्छ भनेर भनिएको छ। यसको सही एन्सर 10 केजीको चाहिँ पहेँलो हुन्छ साथीहरू। यो अहिले चाहिँ नयाँ सिरिज पनि आएको छ। सिरिज अनुसार राखेको हुन्छ चाहिँ नोमिनल पिएनमा नोमिनल प्रेसर भनेर भन्छ। त्यसैले अहिले चाहिँ हाम्रो के त पहेँलो हुन्छ। खैरानी, हप, बैसे भन्ने हुन्छ। सेतो भनेको चाहिँ 16 केजी पर cm स्क्वायर अनि बैजनी भनेको चाहिँ 12 केजी पर cm 12.5 केजी पर cm स्क्वायर र पहेँलो भनेको चाहिँ 10 केजी पर cm स्क्वायर। यसरी चाहिँ हाम्रो के त यो गरिएको हुन्छ। अब हामी क्वेसन नम्बर अनि साथीहरू यो चाहिँ 4 केजी पर cm स्क्वायर हुन्छ। यो चाहिँ निलो र 6 केजी पर cm स्क्वायर के त हरियो हुन्छ। क्वेसन नम्बर 27मा छ जाडो मौसममा ढलान गरिने स्ल्याब र बिमको तलको फर्ममा कम्तीमा कति दिनमा रिमुभ हटाउनु हुँदैन भनेको छ। कति दिनसम्म। अब चिसो ठाउँमा भनेको साथीहरू 21 दिन। सम्पत्ति सर्वेक्षण र करको लागि प्रयोग हुने भूमिको स्वामित्व र सीमाहरू देखाउने नक्सा चाहिँ कुन नक्सा हो भनेको छ साथीहरू। टोपोग्राफिक नक्सा अनि के अरे क्याडस्ट्रल नक्सा, पोलिटिकल नक्सा। ए र बी दुवै भनेको छ। यसको चाहिँ क्याडस्ट्रल नक्सा हुन्छ। कङ्क्रिट बनाउने सिलसिलामा ब्याचिङ गर्दा के को आधारमा गरिन्छ भनेको छ साथीहरू। तौल, आयतन, माथिका कुनै पनि एक, माथिका कुनै पनि यसको चाहिँ आयतन हुन्छ। आयतन लिन्छ। 30मा छ यसको चाहिँ 1:100 को स्केल फिल्डमा 4 मिटर हुँदा ड्रइङ पेपरमा कति हुन्छ भनेको छ। 1:100 को स्केल फिल्डमा छ भने फिल्डमा 4 मिटर हुँदा ड्रइङ पेपरमा कति मिटर हुन्छ भनेको छ। यसको चाहिँ 4 सेन्टिमिटर हुन्छ साथीहरू। 31मा छ सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना कति तह हुने व्यवस्था गरिएको छ भनेको छ साथीहरू। सङ्घ, प्रदेश, स्थानीय तह 3 तह हुने व्यवस्था छ। 32मा प्रदेश निजामती सेवा ऐन 2079 अनुसार कोशी प्रदेश अनुसार 9 तहमा कुनै पनि समूह तथा उपसमूह नरहने सेवा कुन हो भनिएको छ। यो साथीहरू प्रदेश प्रशासन सेवा। अनि 33मा छ प्रदेश निजामती सेवा ऐन 2079 कोशी प्रदेश अनुसार सरकारवादी हुने फौजदारी कसुरमा कति अवधिभन्दा बढी कैदम बस्नुपर्ने
कैदमा बस्नुपर्ने ठहरी त्यस्तो फैसला अन्तिम भएमा कुनै कर्मचारीलाई सफाइको मौका नदिई प्रदेश निजामती सेवाको पदबाट हटाउन वा बर्खास्त गर्न सकिन्छ भनेर भनिएको छ साथीहरू। यसको चाहिँ 1 वर्ष हुन्छ। स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐन 2080 कोशी प्रदेशमा समावेशी पदको कोटा मध्ये दलित कोटालाई चाहिँ कति छुट्याइएको छ भनेको छ साथीहरू। दलितलाई चाहिँ 6% छुट्याइएको छ। प्रदेशको प्रशासनिक कार्य सम्पादन गर्दा प्रदेश सरकारले अख्तियार गर्ने नीतिहरूमध्ये तलको कुन नीति हो भनेको छ। अख्तियार भनेको यो अख्तियार नीतिहरू भनेको यो आर्थिक समृद्धि, गरिबी निवारण, सामाजिक न्याय यो सबै हुन्छ साथीहरू है। प्रदेश लोकसेवा आयोगको 36मा छ। प्रदेश लोकसेवा आयोगले गरेको निर्णय कसले प्रमाणित गर्दछ भनेको छ साथीहरू। यसको चाहिँ आयोगको सचिवले प्रमाणीकरण गर्दछ निर्णयहरू, र बैठकको अध्यक्षता चाहिँ के त अध्यक्षले गर्दछ र आयोगको निर्णय चाहिँ प्रमाणित गर्ने आयोगको सचिवले गर्नुपर्दछ। 37मा छ। प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2078 कोशी प्रदेशमा प्रदेश सञ्चित कोषको सञ्चालन कसले गर्ने उल्लेख गरिएको छ भनेको छ। यो भनेको साथीहरू प्रदेश लेखा नियन्त्रण कार्यालयले हुन्छ। 38मा छ। कोशी प्रदेशको दोस्रो आपत्तिक योजनाले अपेक्षित आयु कति पुर्याउने लक्ष्य गरिएको छ भनेको साथीहरू। यो चाहिँ 72 वर्ष पुर्याउने लक्ष्य गरिएको छ। कोशी प्रदेशको आपत्तिक योजनामा उल्लेख भएका आवधिक सोचका स्तम्भ तलका मध्ये कुन होइनन् भनेको छ साथीहरू। यो चाहिँ समृद्धि होइन भनेको छ, समृद्धि हुन्छ। समृद्धि इन्क्लुड गरिएको छैन यसमा चाहिँ। कोशी प्रदेशको पहिलो आवधिक योजना कहिलेबाट सुरु भएको भनेको छ। पहिलो आवधिक योजना चाहिँ 76-77बाट सुरु भएको। ल साथीहरू क्वेसन नम्बर 41, खानेपानी आयोजना निर्माण तथा आपूर्तिमा किन जनसहभागिता आवश्यकता हुन्छ भनिएको छ। सरकारी खर्च बचत गर्न, उपभोक्ताको स्वामित्व बढाउन, निर्माण प्रक्रियामा सहजता ल्याउन, कर्मचारीको भूमिका कम गर्न। यो सबैभन्दा उपयुक्त एन्सर चाहिँ स्वामित्व बढाउन हुन्छ। 42मा व्हिच सस्टेनेबल डेभलपमेन्ट गोल एसडिजी फोकस अन क्लिन वाटर एन्ड स्यानिटेसन भनेर भन्छ, र दिगो विकास लक्ष्य अनुसार खानेपानी तथा सरसफाइको लक्ष्य नम्बर कतिमा पर्छ भनिएको छ साथीहरू। एसडिजी 6मा पर्छ, 6मा पर्छ। दिगो विकास लक्ष्य नम्बर 6मा चाहिँ खानेपानी तथा सरसफाइको कुराहरूलाई चाहिँ उल्लेख गरिएको छ। नेपालको संविधानमा खानेपानी तथा सरसफाइ सम्बन्धी व्यवस्था कुन मौलिक हक अन्तर्गत गरिएको छ भनेको छ। यो चाहिँ स्वास्थ्य सम्बन्धी हक। नेपालको संविधानको भाग 3 अनि मौलिक हक अन्तर्गत चाहिँ धारा 35 को उपधारा स्वास्थ्य सम्बन्धी हक, धारा 35 को उपधारा 4 मा चाहिँ खानेपानी तथा सरसफाइको व्यवस्था गरिएको छ। सबैको समान पहुँच हुने व्यवस्था गरिएको छ। 44मा छ। खानेपानी आयोजनामा उपभोक्ता समितिको चयन कसले गर्दछ भनिएको छ। यो चाहिँ स्थानीय उपभोक्ताहरूले नै गर्दछ साथीहरू है, स्थानीय उपभोक्ताले। 45मा क्षेत्रगत सूचना प्रणाली आधारित खानेपानी सरसफाइ तथा स्वच्छता योजना तर्जुमा सम्बन्धी कार्यविधि 2081 अनुसार वास प्लान प्रतिवेदन वा एनवास को सर्भरमा अपलोड गर्नु अघि कसले पारित गर्दछ भनेर भनेको छ। यो कस्तो हुने साथीहरू, यो एनवास भन्ने सफ्टवेयर हुन्छ। यो सफ्टवेयरमा चाहिँ कुनै पनि खानेपानी आयोजनाको चाहिँ संरचना खानेपानी आयोजना छ, जस्तो हाम्रो इन्टेकदेखि सोर्सदेखि चाहिँ हाम्रो धारासम्म, र त्यो समुदायमा कतिवटा धारा बन्यो त्यो सबै कुराहरू चाहिँ यो हामीले जहाँ बसेर पनि हेर्न सक्छौँ। जस्तो हाम्रो चाहिँ यता भनौँ, यता धादिङमा भनौँ, यता नुवाकोटमा भनौँ, त्यो ठाउँमा चाहिँ खानेपानी आयोजनाको संरचनाहरू बनेको छ भने हामी काठमाडौँ बसेर मजाले के त एनवास सफ्टवेयर हुन्छ त्यो इन्भेन्टरी सर्वे गरेको हुनुपर्छ। त्यो इन्भेन्टरी सर्वे गरिसकेपछि प्रत्येक धारा कति धारा बनेको छ हामीले यहीँबाट नै हेर्न सक्छौँ। त्यो त्यस्तो सफ्टवेयर छ, अहिले नयाँ हो, अहिले चाहिँ आएको। त्यो भएर चाहिँ यो चाहिँ एनवास इनोभेन्टरी सर्वे चाहिँ कसले गर्छ कसरी गरिन्छ भने
जुन अपलोड गर्नु अगाडि चाहिँ कार्यपालिकाको बैठकले के त स्थानीय तहको कार्यपालिकाको बैठकले के त निर्णय गर्नुपर्ने हुन्छ। गाउँपालिकाको 46 छ खानेपानी मर्मत तथा सम्भारको मुख्य उद्देश्य के हो? मर्मत सम्भारको मुख्य उद्देश्य भनेको पाइपलाइन विस्तार गर्न, पानी वितरण प्रणालीमा व्यवस्थित राख्न, पाइपलाइनको आकार परिवर्तन गर्न, खर्च घटाउन। अब मर्मतको मुख्य उद्देश्य भनेको चाहिँ साथीहरू पानी वितरण प्रणालीमा के त व्यवस्थित राख्न। 47 मा छ वाट इज द फर्स्ट स्टेप इन प्लानिङ अ वाटर सप्लाई प्रोजेक्ट? फर्स्ट स्टेप हामीले चाहिँ पपुलेसन इस्टिमेसन, पाइपलाइन कन्स्ट्रक्सन, वाटर ट्रिटमेन्ट, रेन वाटर हार्भेस्टिङ। हामीले चाहिँ वाटर सप्लाई प्रोजेक्टमा चाहिँ फर्स्ट स्टेप भनेको चाहिँ हामीले के त पपुलेसन इस्टिमेसन गर्नुपर्छ है। सुरुमा हामीले चाहिँ पपुलेसन इस्टिमेसन गर्नुपर्छ। यो अप्सन अनुसार हामीले फिजिबिलिटी प्रिफिजिबिलिटी इस्टिमेट फिजिबिलिटी स्टडी गर्नुपर्छ। त्यसपछि हामीले अरू प्रक्रियाहरू हामीले पछाडि गर्छौँ र यो कन्डिसन अनुसार चाहिँ पपुलेसन इस्टिमेसन कि त हामीले फर्स्ट स्टेपमा गर्छौँ। 48 मा छ विच अफ द फलोइङ इज अ क्रिटिकल प्रिकसन फर द अपरेसन अफ पम्पिङ मेन्स इन अ वाटर सप्लाई सिस्टम भनेको छ। यसको चाहिँ सही एन्सर चाहिँ यो बी हुन्छ साथीहरू। इन्सुरिङ रेगुलर मेन्टेनेन्स टु द प्रिभेन्ट ब्लकेज एन्ड लिक। 49 मा छ ग्राभिटी फ्लो सिस्टम इज जनरली देन पम्पिङ सिस्टम भनेको छ। अब भनेपछि यो चाहिँ लेस एक्सपेन्सिभ हुन्छ साथीहरू। खानेपानी आयोजनामा ग्राभिटी फ्लो सिस्टम पम्पिङ सिस्टम भन्दा के त कम महँगो हुन्छ, मतलब पम्पिङ सिस्टमको तुलनामा सस्तो हुन्छ। क्वेसन नम्बर 50 मा छ ग्रामीण खानेपानी आयोजना निर्माण गर्दा प्रति व्यक्ति प्रतिदिन कति पानीको हिसाब गरिन्छ भनेपछि यो चाहिँ WHO को नै अनुसार चाहिँ के छ भने 45 लिटर छ। साथीहरू आज यो कोशी प्रदेश लोकसेवा आयोगले चाहिँ खानेपानी तथा सरसफाइ टेक्निसियनमा सोधेको क्वेसनहरू थियो। यो यसमा चाहिँ हेर्नु होला साथीहरू, प्रतिक्रिया दिनु होला। यसको चाहिँ जतिले दिनुभएको थियो इक्जाम चाहिँ सबैलाई सफलताको शुभकामना।